धादिङको गजुरीमा माइक्रो दुर्घटना, 12 यात्रु घाइते, 5 जना गम्भीर, घाइतेलाई काठमाडौँ पठाइयो। बस्ती भत्काएपछि सुरु भयो सुकुम्बासी राख्ने भनिएको अपार्टमेन्ट सरसफाई। दशरथ रङ्गशालामा यसरी हुँदैछ सुकुम्बासीहरूको दर्ता। सरकारको नयाँ निर्देशिका, सार्वजनिक सवारीमा जीपीएस अनिवार्य। जब झापा हिँडेकी रचना रिमाल जनकपुर पुगे, विद्यालयका सारसामानहरू सुरक्षाकर्मीद्वारा हटाउन सहयोग। अध्यादेश मार्फत शासन गर्न खोजे, केपी ओलीको जस्तो हालत हुने ज्ञानेन्द्र शाहीद्वारा सरकारलाई चेतावनी। स्वामी आनन्द अरुणद्वारा साझा राष्ट्रिय एजेन्डा प्रस्तुत। योग मन्त्रालयदेखि एसियाली सङ्घसम्मको प्रस्ताव। ललितपुर महानगरपालिकामा एकजना पनि सुकुम्बासी नभएको महानगरका मेयर चिरीबाबु महर्जनको दावी। पूर्व प्रधानमन्त्री भट्टराईको फेसबुक पेज गायब। एन्फा अध्यक्षसहित 24 जनाको पासपोर्ट कालो सूचीमा, विदेश जान रोक। नमस्कार, देशैभरिका ताजा अपडेटहरूको सङ्गालो जनखबरमा यहाँलाई स्वागत छ। सत्य, तथ्य र निष्पक्ष खबरको लागि हामीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकाको आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा 12 यात्रु घाइते भएका छन्। काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश 1006 ख 7221 नम्बरको माइक्रोबस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिकै सडकमा नै पल्टिएको हो। दुर्घटनामा 5 जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य सामान्य घाइते 7 जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पानी परिरहेको बेला माइक्रो अनियन्त्रित भई सडकमा नै पल्टिएको हो। बागमती र मनोहरा किनारका बस्ती भत्काइएपछि त्यहाँका सुकुम्बासीहरूलाई सरकारले नागार्जुनमा राख्ने भनेको छ। नागार्जुन नगरपालिका 1 इचङ्गोमा रहेको अपार्टमेन्टमा उनीहरूलाई राख्ने तयारी छ। सरकारले यसको तयारी भने सुकुम्बासी बस्ती भत्काइसकेपछि मात्रै सुरु गरेको छ। शनिबार नै थापाथली, सिनाममङ्गल, गैरी गाउँ र शान्तिनगर क्षेत्रका सुकुम्बासी बस्ती भत्काइसकिएको छ। त्यहाँका सुकुम्बासीहरूको विवरण सङ्कलनको काम अझै सकिएको छैन। विवरण सङ्कलनका लागि त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा स्क्रिनिङ सेन्टर राखिएको छ। आइतबार दिउँसोसम्म 300 परिवारले आफूलाई सुकुम्बासी भनेर नाम दर्ता गराइसकेका छन्। ती परिवारको उचित व्यवस्थापन भएको छैन। 200 जना भन्दा बढीलाई कीर्तिपुर स्थित सत्सङ्ग हलमा पठाइएको छ। सत्सङ्ग हल घरिएपछि 100 जना भन्दा बढीलाई माछापोखरी र बसपार्कका होटेलहरूमा राखिएको छ। बस्ती खाली गर्नु अघि नै सरकारले सुकुम्बासीहरूलाई राख्ने भनेको अपार्टमेन्ट तयार पार्नुपर्नेमा अहिलेसम्म त्यो सकिएको छैन। शुक्रबारसम्मै त्यहाँ रङ्गरोगन हुँदै थियो। काठमाडौँ महानगरले अझै आइतबार मात्रै त्यहाँका कोठाहरू निरीक्षण गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गुल दिउँसो उक्त अपार्टमेन्ट भवनमा निरीक्षणका लागि पुगेकी थिइन्। सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कामलाई निरन्तरता दिइरहँदा दशरथ रङ्गशालामा भने सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसहरूको दर्ता प्रक्रिया जारी छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका विकास प्राधिकरणका कर्मचारीहरूले उनीहरूको दर्ता गर्ने काम गरिरहेका छन्। हालसम्म 432 परिवारले विवरण दर्ता गराएका छन्। सार्वजनिक सवारी साधनमा यात्रु सुरक्षा र सेवा प्रविधि मैत्री बनाउन सरकारले नयाँ व्यवस्था अघि सारेको छ। अबदेखि सार्वजनिक सवारी धनीहरूले आफ्ना सवारी साधनमा अनिवार्य रूपमा जीपीएस उपकरण जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हालै सार्वजनिक गरेको सवारी साधनलाई प्रविधि जडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्री मैत्री बनाउने सम्बन्धी निर्देशिका 2082 मस्यौदामा उक्त व्यवस्था समावेश गरिएको छ। निर्देशिका अनुसार जीपीएस उपकरणको सुरक्षा सुनिश्चित गर्नु सवारी चालक र परिचालक दुवैको जिम्मेवारी हुनेछ। साथै उपकरण जडानका लागि आवश्यक प्राविधिक सहयोग सम्बन्धित विभागले उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ। जीपीएस प्रणालीको प्रभावकारी सञ्चालन तथा निगरानीका लागि विभागले विशेष प्रणाली सहितको केन्द्र स्थापना गर्नुपर्नेछ। उक्त प्रणाली मार्फत सवारी साधनको विवरण, वास्तविक समयको तथ्याङ्क तथा अन्य जानकारी सङ्कलन र व्यवस्थापन गरिनेछ। सवारी धनी वा व्यवस्थापकले आवश्यक सूचना तथा डाटा नियमित रूपमा उपलब्ध गराउनुपर्नेछ। विमानमा यात्रा गर्दा खराब मौसम सधैँ च्यालेन्जिङ हुने गर्छ। यसपटक गायिका रचना रिमाल त्यसैको मार्कामा परिन्। शनिबार नै उनको झापा जानुपर्ने थियो, तर खराब मौसमका कारण उनी शनिबार जान सकिनन्। उडेको केही समयपछि नै उनी चढेको प्लेन काठमाडौँ फर्कियो। फेरि आइतबार बिहान उनी झापा उड्न तयार थिइन्, तर फेरि मौसम खराबीका कारण उनी गन्तव्यमा पुग्न सकिनन्। उनको प्लेन जनकपुरमा ल्यान्ड भयो। अहिले सामाजिक सञ्जालमा उनले जनकपुरको टर्मिनलमा कुरिरहेको भिडियो हालेकी छिन्। सुकुम्बासी बस्ती हटाउने क्रममा मनोहरा स्थित खोला किनारमा रहेको विद्यालयका सारसामानहरू सुरक्षाकर्मीहरूले हटाउन सहयोग गरेका छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 मनोहरामा रहेको सरस्वती आधारभूत विद्यालयका सारसामानहरू सुरक्षाकर्मीहरूले सारेका छन्। विद्यालयमा रहेका फर्निचरदेखि पुस्तक, कापीहरू तथा स्टेसनरीका सामानहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सारेका छन्। उक्त विद्यालय पनि सरकारी जग्गामा परेकोले त्यहाँबाट हटाइएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायकी प्रक्रिया मार्फत जनताको समस्या समाधान गर्न आग्रह गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै शाहीले सरकारले कानुन निर्माणभन्दा अध्यादेश मार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए। ऐन बनाउने त संसदले होला नि, अध्यादेश ल्याउँछु भनेर ठान्नु भएको होला, त्यसो गरे भने केपी ओलीको हालत हुन्छ। संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनी नगर्नुहोस्, शाहीले भने।
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको फेसबुक पेजमा प्राविधिक समस्या देखिएको छ। उक्त पेज रिकभर गर्ने प्रयास भइरहेको उनको सचिवालयले जानकारी दिएको छ। सचिवालयले भनेको छ, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ। हाल उक्त पेज पुनः प्राप्ति रिकभर गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ। पछिल्लो समय नेपालका चर्चित फेसबुक पेजहरूमा निरन्तर समस्या आइरहेको छ। यसअघि रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज पनि हटेको थियो। अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ सहित 24 जनाको पासपोर्ट कालो सूचीमा परेको छ। आद्यागमन विभागको अनुसार शुक्रबार एन्फाका 24 जनाको पासपोर्ट कालो सूचीमा राख्न निवेदन प्राप्त भएको र त्यही अनुसार कालो सूचीमा राखिएको छ। यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फाको विषयमा छानबिन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा 3 सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै नेम्बाङ सहितका पदाधिकारीको पासपोर्ट कालो सूचीमा राख्न पत्राचार गरेको खेलकुद परिषद स्रोतको भनाइ छ। र अन्त्यमा स्वास्थ्य सम्बन्धी जानकारी। एआईबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत? यसबारे हालै एउटा महत्त्वपूर्ण अध्ययनले स्पष्ट जवाफ दिएको छ। ब्रिटिस मेडिकल जर्नल ओपनमा प्रकाशित यो अध्ययन अनुसार लोकप्रिय एआई च्याटबटहरूले स्वास्थ्य र चिकित्सा सम्बन्धी प्रश्नहरूको जवाफ दिँदा ठूलो मात्रामा गलत, अधुरा र भ्रामक जानकारी दिन्छन्। अध्ययनले देखाएको छ कि यस्ता जवाफहरूको झ्याप्पै आधा भागले विज्ञानमा आधारित कुरा र गैर विज्ञानमा आधारित कुराहरूबीच गलत सन्तुलन देखाउँछन्। अर्थात् उनीहरूले कहिलेकाहीँ गलत वा प्रमाणित नभएका कुरालाई पनि वैज्ञानिक जस्तै बनाएर प्रस्तुत गर्छन्।